अब जब जङ्गी अड्डा गइरहेको थियो, अब हामी रेहान दाइसँग कुरा गरेको थियौँ, उहाँ चाहिँ लको स्टुडेन्ट होइन, उहाँहरू ग्रुप जानुभयो जङ्गी अड्डाभित्र अनि त्यसपछि कुरा गर्नुभयो। उहाँले भन्नुभयो कि त्यति बेला जसले उठिरहेको थियो, जसले भोइस उठिरहेको, त्यति बेला कोही पनि आएर हामीलाई गाइड गर्दैन जस्तो कुरा गरे होइन। त्यति बेला चाहिँ बुद्धिजीवीहरू आएर त्यहाँ गाइड गरिदिनु पर्थ्यो कि? तपाईँको ठाउँबाट यो प्रश्न फेरि पनि जायजै प्रश्न हो है। कतिपय कुराहरू नजानिएर सोद्धाखेरि त्यो कुरो नमिले पनि त्यो सोधाइ के हुन्छ भने जान्नको लागि सोधिएको सोधाइ हुन्छ। हजुर, तपाईँको पनि त्यस्तै सोधाइ हो। मैले भन्छु तपाईँलाई, मलाई इलामबाट फोन आएको छ, मेरो फोनमा रेकर्ड छ त्यो है। कोही जेन्जीले नै हो, मेरो फोनमा आएको थियो, मैले फोन नम्बर दिएँ, तपाईँ स्ट्यान्ड बाई बस्नुहोस् भने के को लागि हो भनेपछि हामीले यताबाट तपाईँहरूलाई देखेका छौँ यो अन्तरिम सरकारमा जानको लागि भनेर। मसित नाम छ, म नाम नदिउँ तपाईँलाई, पर्सनली दिन सक्छु है। जेन्जी नै भाइ हो, झापाबाट। त्यसपछि मलाई भक्तपुरबाट गरेको छ, पाटनबाट पनि गरेको छ, र त्यही स्थलबाट जहाँ जेन्जीहरूको तर्फबाट सरकार छनौट गर्ने प्रक्रिया भइराखेको थियो आर्मी परिसरमा, त्यहाँबाट पनि धेरै साथीभाइहरूले बहिनीहरूले गरेनन्, भाइहरूले गरेका छन् है। अनि मैले के भने उहाँहरूले मलाई गाली पनि गर्नु हो, तपाईँहरू टेलिभिजनमा मात्रै कराउने हो, यस्तो बेलामा देखा पर्नु पर्दैन, आउनु पर्दैन भने। अनि अहिले भन्यो एक त त्यो प्रक्रिया आफैमा हामीलाई वैधानिक लागेको छैन, केटाकेटी खेल जस्तो भएको छ। दोस्रो कुरो, कसैले को आउने हो प्रतिनिधि सभा के अरे अन्तरिम सरकारमा सामेल हुनुको लागि वा प्रधानमन्त्री हुनुको लागि भन्ने विषय भनेको त्यो दरखास्त दिएर आइने विषय होइन। त्यसका लागि विहङ्गम छलफल हुनुपर्छ, राष्ट्रिय छलफल हुनुपर्छ, त्यसका लागि समय चाहिन्छ। यो एकाएक एक दुई दिनकै कुरामा यो हुँदैन भन्ने कुरा मैले राखेको थिएँ। त्यसमा हामीले चासो राख्नु मिल्दैन। तपाईँहरूले सक्नुहुन्छ भने समय माग्नुहोस्, छलफल त गर्नु पऱ्यो नि त राम्रोसित। त्यो छलफल हुने मौका नै भएको छैन कि त्यहाँ हो। त्यहाँनिर हामीले काहीँ न काहीँ शक्तिको चलखेल त्यहाँ छ भनेर हामीले शङ्का गर्नुपर्ने स्थिति देखेको कारण त्यो हो। त्यसमाथि पनि आर्मीले जसरी, सेनाले जसरी आह्वान गर्यो त्यो मिल्ने कुरा थिएन। कि त सेनाले कु गरेको हुनुपर्थ्यो, त्यो पनि होइन। राष्ट्राध्यक्षले गर्ने काम सेनाले गरेको छ, राष्ट्राध्यक्ष अनि सबै मान्छे सेनाकै शरणमा छ भनिएको छ। अनि पछि एकाएक प्रधानमन्त्रीहरूको चयन भयो। त्यो चयन हुँदाखेरि अहिलेको जेन्जी घाइते भाइ बहिनीहरूको भनाइ सुन्दाखेरि हामीहरूको त सहमति नै थिएन, हामीहरू त्यहाँ पुगेकै छैनौँ, हामीलाई थाहै छैन भन्ने कुराहरू। यो मेरो भनाइ होइन, त तपाईँहरूकै भनाइ हो क्या। जेन्जी भाइ बहिनीहरूले यही आवाज दिइराखेको छ र सरकारले अहिले तपाईँले नि प्रश्न उठाउनु भएको जस्तो एमाले र काङ्ग्रेसले रियाक्ट गर्ला कि माओवादीले रियाक्ट गर्ला कि भनेर सरकारले नसमातेको हो कि भन्ने जस्तो तपाईँको प्रश्नले नै पनि यो स्थिति उब्जाएको छ क्या। त्यो होइन। सरकारले कानुन बमोजिम उसले गर्नुपर्ने कर्तव्य के हो, त्यो कर्तव्य पुरा गर्ने हो। त्यो कर्तव्य पुरा गर्दाखेरि ऊ थाम्न नसक्ने अवस्थामा पुग्छ भने राजीनामा दिएर छोड्ने हो। अर्को आउँछ नि, जेन्जीले अर्को मान्छे मन पराएको मान्छे पठाउला नि, जेन्जीको चाहना अनुसार काम गर्ने मान्छे। त्यो हुन सक्ने सम्भावना हुँदैन, हुन्छ नि। यसरी होइन। यो सरकारले अहिलेसम्म काम गर्न नसक्नु वास्तवमा जेन्जीको भावनाको अनादर गर्नु नै ठान्छु म। त्यो देखिन्छ नै।